हेलो गाइस, चितवनमा चाहिँ एक्कासी पानी पर्नु थालेको थियो। के भयो मेरो त क्यामेरा त सेतो सेतो पो म त। कस्तो हावा चलिरहेको छ यहाँ चाहिँ अहिले चाहिँ पुरै हेर्नु। ओ हाम्रो तिरपाल उडाइसक्यो। छोड्दिनु वा छोड्दिनु 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 नगर्नु नगर्नु खतरा आइदिँदैन हाम्रो यहाँ मसला भन्ने उडा होला है मिलन खतरा आइदिँदैन भूकम्प पो आउँछ कि क्या हो ओइ ग्राङ अहिले चाहिँ ढुङ्गा चाहिँ यति लगाइसकेको छ यता चाहिँ फिनिसिङ गरिसकेको हो यता चाहिँ अब यो पेटीमा चाहिँ ग्रेनाइट लाउने हो चाहिँ अब ठ्याक्कै यता चाहिँ लाग्दैछ यता चाहिँ फिनिसिङ गर्नु चाहिँ खासै यो ढुङ्गा चाहिँ हेर्ने चाहिँ हामीले हेर्ने ढुङ्गा चाहिँ यताबाट हो हाम्रो चाहिँ ढुङ्गा यस्तो हुन्छ कि यो चाहिँ हिजो अस्ति नै लगाएको ढुङ्गा हो यता कुनाको चाहिँ अस्ति नै यो चाहिँ हिजो लगाएको हो कम्बोट पन्जा लाएर पुरै सेफ्टीसँग काम गरेको छौँ साथी। अन्त पनि आइज रबिन यहीँ काम गर्ने हो। ओ गाडी उडाउँछ है हाम्रो कार उडाउँछ है फेरि पानी त आउनै भएन नि पानी आयो भने त किरणको काम बर्बाद हुन्छ नि होइन साथीहरू। किन हावा चलेको भिडियो बनाऊ यार आकाशको हालत चाहिँ यस्तो छ। ओ यो कालो गाडी कस्तो खतरा रहेछ। अब यता काम गरेर के पानी आउँछ ल्याउ म भिडियो बनाउँछु। पानी पर्यो पानी पर्यो पसिना छर्यो दाइको रुममा भाउजूलाई मन पर्यो लगाइ जान्छ पानी पर्छ।
टेन्सनको विषय होइन नि। मैले 30 वर्ष सिमेन्ट लिएर आएको खुबै आज चाहिँ 5-6 वर्ष काम गरियो, 5-7 वर्ष